ल ओके थ्याङ्क यू सो मच पर्स मात्र छ कि पैसा पनि छ यहाँ ओके आजको यात्रा खजुरासम्म हुन्छ ओके ब्याक साइड जो छ पछाडि यो नेपालगञ्ज हो है साथीहरू अरू यो अगाडि डाइरेक्ट यो हामी खजुरा जान्छौँ बर्दिया गुलरियातिर जाने बाटो यही हो ताराताल राजापुर चारैतिर यही बाटो जान्छ ओके वी आर गोइङ ओन्ली 8 kilometers from here Nepalganj to Khajura is only 8 kilometers okay my dear lovely brothers and sisters विशालले बाइक लगेर गथ्यो दैलेख जाने बेला मेरो बाइक लगेर त्यसै कारणले त्यो बाइक साँझ आएछ बाइक गएर लिएर आउनु पर्यो के गाइस ओके र नेपालगञ्ज टु खजुराको रोड एन्ड वातावरण ड्राइभिङको लागि एन्ड राइडिङको लागि एकदम कुल छ ओके के छ भने गाइज 125 सीसीको बाइक पनि पहाडतिर जानको लागि राम्रै हुँदो रहेछ मेरो आफ्नो पर्सनल सोच हो हामीसँग अप्सन छैन भनेपछि 125 सीसी इज बेस्ट ओके इफ वी हेभ अप्सन एन्ड देन द्याट इज अल्सो गुड ओके वी क्यान चेन्ज आवर माइन्ड ओके अदरवाइज 125 cc each wait त्यो अगाडिको त्यो ब्ल्याक स्पट हो के गाइस अरू ब्ल्याक स्पट भनेको के हो भनेपछि जहाँ अक्सर एक्सिडेन्ट भइरहन्छ नि त्यो ठाउँलाई ब्ल्याक स्पट भन्छ क्या ओके most of my viewers they don't know if they don't know and it's my duty to tell properly okay यहाँ हल्का टर्निङ छ नि यहाँ बढी एक्सिडेन्ट भइरहन्छ के धेरै जस्तो एक्सिडेन्ट भइरहन्छ ओके वाउ मस्त छ के गाइस मौसम कुल यहाँबाट डाइरेक्ट यो सर्टकट जाने बाटो हो क्या गाइस यो बाटो कोलपुरतिर जानको लागि यहाँका मान्छेहरू यही बाटो जान्छन् ओके यो बाटोमा यहाँसम्म सब ओके छ गाइज हैन एकदम सही छ यहाँनिर यो पुल बन्या हैन के यो पुलको स्पेस सानो भयो नि यो वहाँबाट अगाडिबाट स्पेस त छ तर यसको काम भने कहिलेबाट चालु हुन्छ पता नै तर चालु भने छिटै होस् ओके हामी अहिले जान लाग्छौँ खजुरा मनोकामना जाने हो क्या विशाल खजुरा मनोकामनामै बस्छ नि त्यसको सप त्यहीँ छ अपेक्षा ब्युटी पार्लर एन्ड कस्मेटिक विशाल एसी फ्रिज वाशिङ मसिन और इन तीन चीज़ को एक्सपर्ट हो गया गाइस
expert doctor, okay, AC technician. He is the full experience guy, okay. हाँ गाइस, तपाईहरुलाई एउटा मैले भन्न चाहे, यो मण्डला जो छ नि, मण्डला क्याफे एन्ड रेस्टो, यो पनि गाइस एकदम रिजनेबल प्राइस छ क्या पार्टी गर्नको लागि, ओके। हामीहरूले राजुको म्युजिक भिडियो लन्च गर्ने बेला यहीँ गरेको थियौँ। 200-250 रुपियाँ पर पर्सन। ल हेर्नु मिनी पार्क, यो मिनी पार्कको यो पनि एउटा ठुलै ब्ल्याक स्पटै भन्दा पनि यसलाई कम छैन। यो म त यहाँको यो बाटो जहिले पनि आउँछु, मलाई यहाँको यो जो छन्, यहाँका राजा को छन्, अब यो लोकल राजा, तिनकै कमजोरी देख्छु मैले। डन्डा लगाएर काम गराउनु पर्ने यहाँनिर, फास्टभन्दा फास्ट। वर्षौँ सालदेखि यहाँ त पानी परे पनि गाइस यो वारको पार हुन्छ क्या, त्यो मन्दिर पनि डुब्छ क्या। यो यहाँको हेर्नु, बजार समिति हेर्ने रहेछ बजार, यो पनि पुरा जल सैलाब हुन्छ यहाँ, के भन्नु। काम त होला, काम हुन्छ कहिले हुन्छ भाइ, काम गर छिटोभन्दा छिटो। 20 साल पहिला हुनुपर्ने काम अझै पनि आएर हुन्छ। यो छ हाम्रो कमजोरी। अब त पावर आइसक्यो, डन्डा लगाएर काम गराउनु पर्ने। यहाँको राजाले डन्डा, मतलब यहाँको लोकल राजालाई डन्डा लगाउनु पर्ने होइन कि, लोकल राजाले डन्डा लगाउनु पर्ने हो कि, माथिको मान्छेलाई डन्डा लगाएर बजेट पास गराएर काम गराउनु पर्ने पटापट, ओके। तब गएर विकास हुने। ल गाइस, हामी अहिले मनोकामनातिर लाग्यौँ, ओके। दिस इज द रोड अफ मनोकामना। ल हेर्नु, यो मन्दिर छ यहाँ, एउटा दुईटा तीनटा चारवटा मन्दिर सिक्छ, ओके। साँझको समयमा यहाँका लोकल मान्छेहरू जब आउँछन् होला, एकदम तिनीहरूलाई पोजिटिभ फिलिङ हुन्छ होला क्या गाइस, ओके। कोही पनि धार्मिक स्थल गलत हुँदैन, त्यहाँका मान्छेहरू गलत हुन सक्छन्, तर धार्मिक प्लेस कहिले पनि गलत हुँदैन। चाहे मन्दिर होस्, चाहे चर्च होस्, चाहे मस्जिद होस्, चाहे गुम्बा होस्, त्यो कुनै चिज गलत हुँदैन। यहाँका मेम्बरहरू, मान्छेहरू, यहाँका भक्तजनहरू, पुजारीहरू गलत हुन सक्छन्, ओके। वी सुड रिस्पेक्ट अल अफ रिलिजन, ओके। मनोकामना चोक आइसक्यो क्या गाइस। Okay, the Manokamna Chowk is started. Apeksha Beauty Parlor and Cosmetic.
नमस्कार साहब नमस्कार न वाक्य मान्यो लगाइछ अब हामी यहाँ खजुरामा आइसक्यौँ है यो हाम्रो विशालको सप यही हो एसी फ्रिजको सप यसको यो हो र अब अपेक्षा ल यो के गर्दैछौ तिमी यो मेरो हेलमेट राखिदेऊ के छ यात्रा कस्तो भयो ल नमस्कार रमाइलो भयो एकदम हिजो आएछौ त्यहाँ ल हाम्रो अपेक्षाको सप यही हो गाइज ल ठिकै छ अब यो भिडियोलाई हामी यहाँ राख्छौँ गाइज ओके भिडियो मन पऱ्यो भने भिडियो लाइक गर्नु होला ओके बाई बाई लभ यु अल वाह यिनीहरूको जोडी